त्यसकारण अर्थव्यवस्था पनि स्पष्ट रूपमा हुनु पर्यो कि हाम्रो दुई छिमेकी राष्ट्रमा हामीले सबैभन्दा बढी फाइदा हामीले कसरी लिन सक्छौँ। हाम्रो परराष्ट्र सम्बन्धको कस्तो हुनुपर्छ भन्दा मैले मोडर्न अर्थव्यवस्थाको छ, मोडर्न लिबरल र डिजिटलाइज इकोनोमी हुनुपर्छ अर्थव्यवस्था, जहाँ पारदर्शीको कुरा त छँदैछ, आइटीलाई एडभान्समेन्ट छ, हबको रूपमा डेभलप गर्न सकिन्छ आइटीलाई, होइन। मोडर्न खालको ऊ भनेको जस्तो युरोपतिर पनि के भयो भन्दाखेरि तपाईँको यो नियो लिबरलिजम पछिको चाहिँ नि हाम्रो पोस्ट ऊ चाहिँ के छ भन्दा युरोपमा नि आर्थिक व्यवस्था त धराशायी भएका धेरै देशहरू छन् नि। लिबरलिजमको नाउँमा मात्र, नियो लिबरलिजमको नाउँमा मात्र देशले चाहिँ त्यो संस्थागत रूपमा चाहिँ अथवा आर्थिक अवस्था उनीहरूको दरोसँग राख्न नसकेको त हामीसँग उदाहरणहरू छन्। त्यहाँ अब हामीले समयअनुसार हामी परिवर्तित हुने कि नहुने, हामी त समयअनुसारको परिवर्तित र हाम्रो मौलिक अवस्था, हाम्रो देशको भौगोलिक अवस्थादेखि मौलिक परिवेशलाई समेटेर कुन आधारमा अगाडि बढ्दा अर्थव्यवस्था लिँदाखेरि यो देश समुन्नत बनाउन सकिन्छ भन्ने यो नितान्त मौलिक परिवेशको यो चाहिँ हामीले यसमा अङ्गीकार गरेका छौँ।